साथीहरू कोरियामा पनि यस्तो मकै लगाउने काम हुँदो रहेछ। हामी चाहिँ फाइनली कम्पनीमा आएर चाहिँ काम गर्नु सुरु गरिसक्यो। यस्तो यत्रो मकै फल्दो रहेछ है। अनि काम पनि यस्तो मकै लगाउने हुँदो रहेछ नि त होइन। इस्या कोरिया मात्रै भयो, सपना जस्तै भयो है गाइसहरु। हामी सपनामा कोरिया पुगेर आएको नि बहिनी। सबै घुमिसकेको सपनामै के गर्नु। तिमी कतिचोटि पुग्यौ? 3-4 चोटि पुगिसक्यो। म पनि 3 चोटि पुगेर कोरियामा काम गरेर आइपुग्छु। सपना पुरा भयो हाम्रो कोरिया पुगेर। नेपालमा पनि काम त टन्नै हुन्छ नि, के गर्नु। काम भनेको कहिले टुट्दैन, तर पैसै हुँदैन होइन। त्यही भएर झिको छ। अब हेर त यत्रो मकै फल्यो भनेदेखि हेर त, यत्रो मकै फल्यो भनेदेखि त यसलाई बेचेर पैसा त टन्नै आउँछ नि आउँछ गर्दा त। तर के गर्नु, कहिले कहिले अब प्राकृतिकले साथ दिँदैन, कहिले कहिले प्राकृतिक प्रकोप यस्तो खतरनाक आइदिन्छ। योपालि मकै भएन नि प्राय कसैको पनि। हाम्रो चाहिँ के भएर मकै फल्यो नि, हाम्रो त कस्तो मजाले। तर हाम्रो त 3-4टा त थियो। अनि